राजावादीलाई बदनाम गराउनको लागि आफ्नै कार्यकर्ता चाहिँ परिचालन गरे हुन्। कुरो क्लियर छ। घुसपैठ नै हो नि, अर्काको सभा बिथोल्ने, जनतालाई चाहिँ तपाईँको आतंकित बनाउने, अनि आफ्ना चाहिँ तपाईँको चाहिँ सण्ड मुसण्ड भिजिलेन्टहरूलाई स्ट्यान्ड बाई राख्ने, अनि आगजनी गर्ने, तोडफोड गर्ने, मान्छे मार्ने। माकुनेको पार्टी कार्यालय पनि आगजनी भयो। त्यो त एमाले नै गरौँ भन्ने चाहिँ कुरो त आइरहेको छ नि त। किनभने पार्टी फुटाएर गएको त रिस छ। त्यो अगाडि जो गएका छन् नि टेडेङमेडेङ गर्न, घेरा तोड्न भनेर जानेहरू सानो झुन्डा गएको थियो। छानबिन गरौँ न, तिनीहरू को हुन् थाहा भइहाल्छ नि। एमालेका हुन् कि माओवादीका हुन्, युवा सङ्घका हुन् कि वाइसिएलका हुन्, थाहा भइहाल्छ नि। माखो मार्न सक्ने ल्याकत छैन, मान्छे मार्छन् राजावादीले। के कुरो गरे? अर्काले गर्दै लाएर खाउँला भन्ने राजावादीहरूले त्यो आगजनी गर्ने, हत्या हिंसा गर्ने, तोडफोड गर्ने म चाहिँ पत्याउँदिनँ। राष्ट्रगान बजिरहेको ठाउँमा कार्यक्रम भाड्न चाहिँ मिल्दैन भनेपछि त्यो नीच हरकत गर्नेहरू चाहिँ शासन सत्तामा बसेका छन्। यिनीहरूबाट जनताले के अपेक्षा गर्ने? अब हिजोको चाहिँ जे जति क्षति भएको छ नि, मैले हिजो पनि भनेको छु, यो सबै चाहिँ तपाईँको सरकारले जिम्मा लिनुपर्छ। स्वयं घरधनीले पनि त्यही भनिरहेको छ। दुर्गा पर्सै स्टन्ट देखाउँदै आउनु, त्यही बेलामा चाहिँ तपाईँको चाहिँ टियर ग्यास हानिनु, गोली चल्नु, त्यही समयमा समय हेर्नुहोस् है, फेरि दायाँ बायाँ फरक छैन। त्यही समयमा चाहिँ तपाईँको चाहिँ प्रचण्डले भ्रिकुटी मण्डपमा त्यहाँ कुनैमा आग लागि भयो, मान्छे मारिए भन्नु, मान्छे मारिसकेका छैन उता भनिसके। भन्छ यो सुनियोजित तरिकाले गरिएको चाहिँ एउटा चाहिँ षड्यन्त्र हो। जलिएका भनेका जुन पत्रकार जुन छन् होइन, त्यो कति निसास्यो, कति पीडा भयो होला बिचरालाई होइन, उनको चाहिँ राम्रोसँगले विशेषज्ञद्वारा ल त अनुसन्धान गराउँ त। त्यसो होइन त ताल त कसले लगाइदिए? राजावादीले ताल लगाउन सक्दैन। एउटा यहाँ चाहिँ कन्सिडमा चाहिँ तपाईँको चाहिँ उम्रेको चाहिँ एउटा सानो चाहिँ लिखो त त्यसरी निकालेर चाहिँ तपाईँ खिचिक्क पार्न चाहिँ सक्ने ल्याकत छैन राजावादीको। मान्छे मार्न सक्छन्। दरबार मार्गमा केपी शर्मा ओलीको आज आमसभा रहेछ, ल राजा चाहिँ घोषणा गरिदिने भएर राजा पुनर्स्थापनाको घोषणा ओलीले गर्छन् भन्दै परेड खेल्न जान्छन्। कुरा बुझ्नुभयो? कहिले अब त प्रचण्डको सरकार ढलो, अब प्रचण्डले राजा ल्याउँछ भन्दै उतातिर गुच्छन्। कहिले चाहिँ नि तपाईँको काङ्ग्रेसको चाहिँ त्यो महासमिति बैठकमा हिन्दू राष्ट्रको बारे चाहिँ छलफल भएछ। बहुमत चाहिँ नि महासमिति सदस्यले पनि त्यो कुरो चाहिँ नि दस्तखत गरेछन्। अब काङ्ग्रेसले राजा बोक्ने भयो, धर्मसहित राजा आउँछ भनेर चाहिँ नि अर्काले गर्दै लाएर खाउँला भन्ने राजावादीहरूले त्यो आगजनी गर्ने, हत्या हिंसा गर्ने, तोडफोड गर्ने म चाहिँ पत्याउँदिनँ। यसमा चाहिँ मैले के भन्छु भने कृपया है सम्बन्धित निकायले चाहिँ नि गम्भीरताका पूर्वक चाहिँ नि सुन्नुहोस्। मैले बोलेका कुराहरू तपाईँको चाहिँ कहिले यता सुरुको काटिदिने, कहिले लास्टको काटिदिने, अनि बिचको ट्याक्क राखेर रिल अथवा टिकटकतिर वा सामाजिक सञ्जालका अन्य चाहिँ सञ्चार माध्यममा चाहिँ हालिदिएर अनावश्यक चाहिँ मैले पटक पटक दुःख पाछु साइबरमा होइन। यो कृपया पुरा सुनेर मात्रै चाहिँ तपाईँको चाहिँ नि होइन त्यो क्रिया प्रतिक्रिया त्यस पछाडि चाहिँ व्यक्त गर्नु होला। र कसैले चाहिँ त्यो किसिमको चाहिँ मलाई चाहिँ बदनाम गराउने हिसाबले, मलाई चाहिँ तपाईँको दुःख दिने नियतले त्यो किसिमको चाहिँ तपाईँको चाहिँ टिकटक अथवा चाहिँ रिलतिर हालेर चाहिँ गर्छ, जसले गरेर उसैलाई चाहिँ तपाईँको कानुनको दायरामा ल्याउनु हुन म सम्बन्धित निकायलाई चाहिँ आग्रह गर्छु। अब सुन्नुहोस् कुरो, यो चाहिँ तपाईँको के हो भन्नुहुन्छ भन्दाखेरि ती बिचरा पत्रकार आफ्नो ड्युटी निर्वाह गरे है, उनको पनि जान परिवार छ। जसलाई चाहिँ त्यो घटना त्यस्तो घट्छ नि, त्यो उसलाई जसलाई पर्या हुन्छ नि चोट उसले बुझ्ने हो कि अरूले त ओहो मात्रै भन्ने हो। त्यो परिवारलाई कति वज्रपात पर्यो होला। र अब म तपाईँलाई प्रश्न भनिदिन्छु, म पनि त्यही छेउमा बस्ने मान्छे हुँ। गाईगुई चाहिँ त्यहाँ कुरो कानी त चल्छ नि त। छिमेकमा अब चाहिँ यसो बिहान चाहिँ यसो मर्निङ वाक गरिन्छ, यसो चिया चमेना चाहिँ हुन्छ होइन। कुरो के हो भन्दाखेरि त्यो चाहिँ तपाईँको चाहिँ हेर्नुहोस् है, दुर्गा पर्सै स्टन्ट देखाउँदै आउनु, त्यो प्रकाश दाहाल भन्ने त्यो युट्युबले चाहिँ नि त्यसरी चाहिँ खिच्दै हिँड्नु। हेर्नुहोस् है, मैले किन युट्युबे भने मलाई बाने थाहा छ त्यसको। त्यो मान्छेको त उसले चाहिँ भ्युजको लागि पैसाको लागि कतिसम्म गिर्छ भन्ने कुरो त मलाई प्रत्यक्ष थाहा छ। कुनै दिन चाहिँ नि उसले मलाई चाहिँ मेरो किसिमको एउटा भिडियो चाहिँ अलिकति हालिदियो भने आश्चर्य नमान्नु है, त्यो मलाई थाहा छ। स्टन्ट देखाउँदै आउनु, त्यही बेलामा चाहिँ तपाईँको चाहिँ टियर ग्यास हानिनु, गोली चल्नु हो, अनि त्यही समयमा समय हेर्नुहोस् है, फेरि दायाँ बायाँ फरक छैन। त्यही समयमा चाहिँ तपाईँको चाहिँ प्रचण्डले भ्रिकुटी मण्डपमा त्यहाँ कुनैमा आग लागि भयो, मान्छे मारिए भन्नु, मान्छे मारिसकेका छैन उता भनिसके। भन्छ यो सुनियोजित तरिकाले गरिएको चाहिँ एउटा चाहिँ षड्यन्त्र हो। यो षड्यन्त्रलाई चाहिँ अब चिर्नका लागि मैले चाहिँ विशेष गरी चाहिँ त्यो जो मृतक चाहिँ जो पत्रकार हुनुहुन्छ उहाँको चाहिँ तपाईँको के छ भने परिवारजनलाई मैले विनम्रतापूर्वक के आग्रह गरेँ भने यिनीहरू त जे पनि गर्छन्, हेर्नुहोस् जे पनि भन्छन् है, राम्रो विशेषज्ञद्वारा राम्रोसँगले पोस्टमार्टम गरियोस्। उनी चाहिँ पहिले उनको चाहिँ प्राण गएको, उनलाई चाहिँ कुनै अन्य हतियार चाहिँ प्रयोग गरेर मारिएको पहिले चाहिँ उनको शरीर डढेको, प्राण कसरी गयो त्यो त विज्ञले त तपाईँको निकाल्छन्। अब यहाँ विज्ञ पनि तपाईँको थरी थरीका छन्, कोही काङ्ग्रेसका छन्,
कोही चाहिँ एमालेका छन्, कोही माओवादीका। सुन्नु न, मैले तटस्थ चाहिँ विज्ञ अथवा चाहिँ राष्ट्रमा चाहिँ तटस्थ कोही भएनन् भने अन्तर्राष्ट्रिय जगतबाट पनि विशेषज्ञहरूलाई झिकाएर सत्य तथ्य छानबिन गरौँ त। जस्तो म तपाईँलाई भनिदिन्छु, एकताका मोरङको माथि त लेटाङमा एउटा समूहले चाहिँ आन्दोलन आदि इत्यादि गरेर स्थिति चाहिँ तपाईँको नियन्त्रणभन्दा बाहिर गयो, प्रहरी परिचालन गरियो। अनि त्यहाँनिर चाहिँ तपाईँको के भयो भन्दाखेरि गला रेटेर एकजना चाहिँ महिला प्रहरीको हत्या गरियो। हेर्नुहोस् है, पछि चाहिँ पोस्टमार्टम गर्दाखेरि युज वेपन भन्ने पनि आयो, भने त्यहाँ हतियार पनि प्रयोग भएको छ। भनिसके पछाडि कतै चाहिँ नि ती जलिएका भनेका जुन पत्रकार जुन छन् होइन, त्यो कति निसास्यो, कति पीडा भयो होला बिचरालाई होइन, उनको चाहिँ नि राम्रोसँगले विशेषज्ञद्वारा ल त अनुसन्धान गराउँ त। त्यसो होइन त ताल त कसले लगाइदियो त्यहाँ? राजावादीले ताल लगाउन सक्दैन। एउटा यहाँ चाहिँ कन्सिडमा चाहिँ तपाईँको चाहिँ उम्रेको चाहिँ एउटा सानो त लिखो त त्यसरी निकालेर चाहिँ तपाईँ किचिक्क पारेर चाहिँ सक्ने ल्याकत छैन राजावादीको। मान्छे मार्न सक्छन्। ए बाबा राजा सुन्नु न, म भन्दैछु तपाईँलाई, सुन्नुहोस्, घुसपैठ नै हो नि। तपाईँ आफै भन्नु न, जस्तो मागुनेको पार्टी कार्यालय पनि आगजानी भयो, त्यो त एमाले नै गरौँ भन्ने चाहिँ कुरो त आइरहेको छ नि त, किनभने पार्टी फुटाएर गएको त रिस छ होइन र। अब त्यहाँ घुसपैठीहरूको त यति चाहिँ भयो नि, नत्र तपाईँ आफै भन्नु न, दुर्गाले स्टन देखाउँदै आयो हो नि। अब अस्ति मङ्सिर 7 गते दुर्गाले ट्रेनिङ मेडिङ गरे आदि इत्यादि ठाङठाङ ठुङ्नु पारे, 60वटा चाहिँ तपाईँको चाहिँ एमबिबिएसको कोटा पाइहाले। अब यति गरिसकेपछि के हुने भयो भन्दाखेरि चाहिँ अरू 60वटा थप्छ दुर्गाले, उसलाई के टाउको दुखाइ। ए बाबा 26 सालदेखि काखी च्यापेको कमल थापा त असली राजावादी हुन सकेन। ल त्यही विकल्पका रूपमा राजेन्द्र लिङ्गदेनलाई अगाडि सारौँ न भनेर चाहिँ नि अगाडि ल्याएको लिङ्गदेन असली राजावादी हुन सकेन भने दुर्गेले ठेक्का ल्याएछ राज संस्था पुनर्स्थापनाको, उसलाई अरू 60 सिट चाहियो। कुरा बुझ्नु भएन? तपाईँहरू त्यहाँ हुनुहुन्थ्यो कि हुनुहुन्थ्यो? हुनुहुन्थ्यो नि होइन? प्रत्यक्ष चाहिँ त्यहाँका सिसिटिभी फुटेजहरू पनि सुरक्षित छन्। सबैले चाहिँ तपाईँहरू जस्तो चाहिँ सञ्चारकर्मीहरूले पनि खिच्नु भएको छ होइन। त्यहाँका चाहिँ तपाईँको स्थानीय चाहिँ तपाईँको चाहिँ जनताहरू पनि प्रत्यक्षदर्शी छँदैछन्। सुन्ने साक्षी र देख्ने साक्षीको चाहिँ तपाईँको चाहिँ के हुन्छ भने होइन, बयानलाई नै आधार मानिन्छ। संसारमा प्रचलित कानुनले त्यही भन्छ संसारभरि नै। त्यसो हो भनेदेखि दुर्गा पर्ठाइ आउनुभन्दा अगाडि, मैले फेरि पनि यो शब्द चाहिँ तपाईँले ध्यान दिनु होला, दुर्गा पर्ठाइ आउनुभन्दा अगाडि त्यहाँ स्थिति के थियो? शान्त थियो। दुर्गा आएपछि भाँडियो किन? मैले अघि नै तपाईँलाई भनिनँ, भन्दैछु त 60 सिट दुर्गालाई एमबिबिएसको कोटा चाहियो। 1.5 अर्ब रुपियाँ उनको चाहिँ त्यो 7 देखि 17-18% पुर्याएको छ नि ब्याज, त्यो ब्याज र हर्जना उनलाई माफी बिना चाहियो। यी राजावादीहरूले चाहिँ भने लाग्दैन नि यिनीहरूलाई, नगर है नगर भनौँ लाग्दैन। तपाईँको चाहिँ कतिसम्म अराजक हुन्छन्। एमालेको त हिजोको चाहिँ सामान्य एउटा कार्यकर्ता त हो नि त, म पनि हिँडेको छु नि, यिनीहरू बुझ्छु यिनीहरू कतिसम्म गिर्छन् भन्ने कुरो मलाई थाहा छ। त्यो कुरो त्यो हिजो सबै चाहिँ यो ट्रेडिङ मेडिङ आदि इत्यादि गर्ने भनेको चाहिँ सबै यिनीहरूकै काम हो। तपाईँ आफै विचार गर्नु न, यतिका चाहिँ नि वर्ष भयो होइन, राज संस्था चाहिँ तपाईँको चाहिँ पुनर्स्थापना भनेर लागेका छन्। 80, 86, 90वटा त्यति सङ्घ सङ्गठन छन्। यी आफू त एक ठाउँमा आउन सक्दैनन्, एक ढिक्का हुन सक्दैनन्, एकले अर्कालाई आरोप र प्रत्यारोप लगाएर चाहिँ बसिरहेछन् अहिलेसम्म। अनि यिनीहरूले चाहिँ तपाईँको चाहिँ गाडीमा आगो लगाउने, तपाईँको घरमा आगजानी गर्ने, तोडफोड गर्ने सक्छन्? माखो मार्न सक्ने ल्याकत छैन, मान्छे मार्छन् राजावादीले। के कुरो गरे? प्रहरीको घेरा तोड्न जाने भन्ने अगाडिका जो छन् नि, त्यो त सुरक्षित छैन फुटेज। छानबिन गराउनु त को हुन् तिनीहरू त थाहा भइहाल्छ नि। ए बाबा राजाभाइ त तपाईँको चाहिँ झन्डा बोकेर हिँडेका छन् होइन, अनि त्यो आन्दोलनकारी को के हो कसो कसलाई के थाहा होइन। त्यो अगाडि जो गएका छन् नि ट्रेडिङ मेडिङ गर्न, घेरा तोड्न भनेर जानेहरू सानो झुन्डा गएको थियो, छानबिन गराउनु तिनीहरू को हुन् थाहा भइहाल्छ नि। एमालेका हुन् कि माओवादीका हुन्, युवा सङ्घका हुन् कि वाइसिएलका हुन्, थाहा भइहाल्छ नि। त्यति छानबिन गर्न सक्दैन राज्यले, गर्न सक्दैन, चाहँदैन, किनभने ती आफ्नै मान्छे हुन् उनीहरूका। स्वतः सिद्ध छ नि, स्वतः सिद्ध छ। अब यहाँ सुन्नुहोस् है, कतिपय चाहिँ तपाईँको राजावादीहरूको कार्यक्रममा मैले चाहिँ देखेँ, तपाईँहरूलाई नि याद गर्नुभयो होला होइन, श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति भन्ने चाहिँ पुरानो चाहिँ राष्ट्रगान बजाउने गरिन्थ्यो, प्रचलन त्यो थियो। हिजो त त्यस्तो गरेका थिएन। 100 थुङ्गा फुलका हामी एउटै माला नेपाली, त्यही होइन। अनि राष्ट्रगान बजिरहेको ठाउँमा संसारको हरेक राष्ट्रको आफ्नो चाहिँ राष्ट्रगान हुन्छ। राष्ट्रगान चाहिँ सत्ता पक्षले गरोस् या विपक्षीले गरोस्, त्यो सरकारको विषय हुन्न है। राष्ट्रगान बजिरहेको ठाउँमा कार्यक्रम भाड्न चाहिँ मिल्दैन। भनेपछि त्यो नीच हरकत गर्नेहरू चाहिँ शासन सत्तामा बसेका छन्, यिनीहरूबाट जनताले के अपेक्षा गर्ने? अब ल भन्नुहोस् त,
पहिली म चाहिँ केटाकेटी हुँदाखेरि फिल्म हेर्न जान्थ्यौँ कि त्यो चाहिँ तपाईँको चाहिँ 3 रुपियाँ 4 आना भन्थ्यो, 4 1 सुका के 3 रुपियाँ 1 सुकामा तपाईँको चाहिँ नि त्यो सेकेन्ड क्लासको टिकट काटेर हेर्न पाइन्थ्यो अगाडि बसेर फिल्म हेर्ने होइन। त्यहाँ पनि चाहिँ कस्तो हुन्छ हरेक फिल्म चाहिँ सुरु हुनुभन्दा अगाडि राष्ट्रगान बज्थ्यो, सबैजना जरा उठेर सम्मान गर्थ्यौँ। राष्ट्रगानको त त्यो हो नि त महत्त्व, इज्जत। ल अहिले चाहिँ तपाईँले त्यो फिर भी दिलले हिन्दुस्तानी भन्ने परेश रावल र चाहिँ तपाईँको जुही चावला अनि शाहरुख खानद्वारा अभिनीत गरिएको चलचित्र हेर्नु भएको छ? त्यहाँ चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि त्यो निर्दोष हुन्छन् परेश रावल, विभिन्न चाहिँ आरोप लाएर चाहिँ फाँसी चाहिँ झुन्ड्याउन आँटे हुन्छन्। पछि सबै सत्य तथ्य थाहा पाएपछि चाहिँ राष्ट्रपतिबाट चाहिँ फाँसी नदिए भने हुन्छ। अनि शाहरुख खान प्रहरी प्रशासन सबै आफ्नो हातमा राखेको हुन्छ नि त। शाहरुख चाहिँ त्यसो गर्नु हुँदैन भनेर बचाउन जान्छन्, गोली ठोक भनेर आदेश दिन्छ। गोली ठोक भनेर आदेश दिँदाखेरि के गर्छ भने त्यो तिरङ्गा सर यसरी चाहिँ राखेको हुन्छ, हेर्नुहोस् तिरङ्गा यसरी घुमाए हुन्छन्। प्रहरीले के भन्छ नि, ए गोली ठोक, चेन अफ कमान्ड हो नि त प्रहरीको त। म चाहिँ गोली ठोक्दिनँ, किनभने म मेरो तिरङ्गालाई म गोली ठोक्दिनँ भनेको राष्ट्रको चाहिँ तपाईँको गाना, राष्ट्रको झन्डा प्रति त्यति चाहिँ उच्च सम्मान राख्नुपर्छ। तर त्यो 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 आफैले चाहिँ तपाईँको छानेर आफैले चाहिँ तपाईँको राखेको यिनीहरूले नि हो नि त। ल लेख्न लाए चाहिँ गाउन लाए, सङ्गीत सारा गर्न लाए, उनीहरूले सर्वस्वीकार्य चाहिँ राष्ट्रगाना भनेर चाहिँ ल्याए। त्यही राष्ट्रगान बजिरहेको ठाउँमा यिनीहरूले के गरे, राष्ट्रगानको दर्जी उडाए भनेपछि यिनीहरू चाहिँ यो देशको चाहिँ माया पनि छैन, राष्ट्रियता के हो यो पनि थाहा छैन, कहाँबाट हुन्छ, लुट्ने ठाउँ कहाँ कहाँ छ, राष्ट्रका सम्पदाहरू बिक्री गरेर खाने कहाँ कहाँ छ। त्यो चाहिँ तपाईँको चाहिँ नितान्त दरिद्र मानसिकतामा गुज्रेको उपज हो यो। नत्र तपाईँ आफै भन्नु न, त्यहाँ चाहिँ हात हतियार लिएर चाहिँ कोही प्रदर्शनकारी आथे अनि के गरे? धवल शमशेरले चाहिँ त्यहाँ घेरातोडा भनेर आदेश दिए पनि होइनन् होइन, मिश्रजीले पनि त्यो गरे पनि होइनन्। नितान्त चाहिँ राष्ट्रगान राज्यले चाहिँ तपाईँको चाहिँ छनौट गरेको र सदनबाट पारित गरेको राष्ट्रगानलाई सम्मान गरेर उहाँहरू उठ्नु भएको थियो। उहाँहरू चाहिँ त्यहाँ कुनै जिन्दाबाद मुर्दाबाद पनि भन्न जानु भएको थिएन। त्यो हिजो आन्दोलन पनि होइन, मैले बारम्बार भनिरहेको छु। अब आगामी चाहिँ आन्दोलनका यी चरणहरू हुनेछन् है भनेर चाहिँ घोषणा गर्न गइएको ठाउँ हो। अन्त सभा बिथोल्ने, अर्काको सभा बिथोल्ने, जनतालाई चाहिँ तपाईँको आतङ्कित बनाउने अनि आफ्ना चाहिँ तपाईँको चाहिँ सण्ड मुसण्ड भिजिलेन्टहरूलाई स्ट्यान्ड बाई राख्ने अनि आगजानी गर्ने, तोडफोड गर्ने, मान्छे मार्ने। देकेन्द्र थापाको त यिनीहरूले छ नि जिउँदै खाल्टा छन्, जिउँदै पुरेका छन्। त्यो विरासतबाट आएका हुन् नि यिनीहरू त। अनि हामीलाई पाठ पढाउँछन्। यिनीहरूले जानेकै त्यही हो। भन्ने के हो भन्दाखेरि एउटा चाहिँ तपाईँको चाहिँ शब्द जाल फाल्थ्यो, जनतालाई त्यही अल्मल्याए। मैले विनम्रतापूर्वक के आग्रह गरेँ भने जसले चाहिँ हिजो त्यहाँ निषेधित क्षेत्र तोड्ने जुन नेतृत्व गरेर अगाडि गएको थियो नि होइन, धेरै त थिएनन् नि, ती को हुन् भनेर ल छानबिन गरौँ न त भनिरहेको छु त मैले। अनि ती वाइसिएलको हुन् कि युवा सङ्घका चाहिँ सदस्य आइहाल्छ त। प्रहरी सङ्गठनको चाहिँ यिनीहरूले दुरुपयोग गरे कि प्रहरीहरूलाई चाहिँ तपाईँको चाहिँ शान्ति सुरक्षा अमन चयन कायम गर्नको लागि खटाउनु पर्ने हो नि त। तर यिनीहरूले के गरे भने आफ्नो स्वार्थका लागि प्रहरीहरूलाई दुरुपयोग गरे। बिचरा अब जागिर खाएका छन्, गर भनेपछि गर्नै पऱ्यो, परिवार पाल्नै पऱ्यो। अब अहिले चाहिँ उठिरहेछ त्यो 16 वर्ष चाहिँ प्रहरीको चाहिँ त्यो उ गर्दै आऊ न, त्यो नियम लागू गर्दै आऊ त भने। रवि छाने भन्ने एउटा लवस्तरो भनाउँदो चाहिँ गृहमन्त्री भएको थियो, के भन्छ चितवनमा गएर म तुरुन्त गरिहाल्छु भनेर भनौँ। अनि चाहिँ मन्त्री त भयो गृहमन्त्री, गरेन नि। अनि अदालतले अनागरिक भनेर त्यो सबै डाङ्नु हटाइदिइसके पछाडि के भन्छ त, मैले ठिक्क पारेको थिएँ, अब म त हटिहालेँ कहाँबाट गर्नु भन्छ। अनि पछि 3 महिना 4 महिना जति कति भएको थियो नि, त्यो बेला त्यो समयसम्म चाहिँ के केरा हेरेर बसिया अरे भनेपछि यिनीहरूका चाहिँ कुरा यताबाट सुन्नुहोस् यताबाट उडाइदिनुहोस्। पत्याउने आधार कहीँ पनि देख्थिनँ मैले। यिनीहरूले चाहिँ एकअर्कालाई आरोप प्रत्यारोप लाउने अनि चाहिँ तपाईँको चाहिँ जनताको चाहिँ दिमाग एकातिर चाहिँ तपाईँको के छ भने डाइभर्ट गरिदिने, त्यो मात्रै हो। अरू नयाँ यिनीहरूबाट केही आशा भरोसा गर्नुपर्ने ठाउँ चाहिँ मैले चाहिँ देख्दिनँ है। उसमा हो यो के भन्छ यो क्वालिटी फुडल्यान्ड भन्दा पछाडिपट्टिको हो कि त्यो लागु औषधको चाहिँ त्यहाँ एउटा त्यहाँ छ कि कार्यालय। पहिले यो बानेश्वर चोकको स्ट्यान्डर्ड चार्टर ब्याङ्क छ नि, त्योभन्दा पल्लोपट्टि थियो। त्यहाँ बोर्ड सोर्ड लागु औषधको राखे हुँदैन त्यहाँ, कुरा बुझ्नु भएन। लागु औषधको चाहिँ के भन्छ उनीहरू चाहिँ तपाईँको त्यो प्रहरीहरू चाहिँ तपाईँलाई अचम्म लाग्ला, उनीहरू कुण्डले ट्यापे मुन्द्रे हो यस्तै चुल्ठे जुल्फे भएर हिँडेका हुन्छन्। अब त्यो लागु औषधको चाहिँ त्यो कारोबार गर्ने होइन प्रयोगकर्ताहरू त अब त्यस्तै भएर हिँडेका हुन्छन् नि, उनीहरू पनि त्यस्तै भएर हिँडिदिन्छन्। तर प्रहरीलाई त बन्दुक बोक्ने अधिकार हुन्छ होइन। ट्रेनिङ पनि गर्न थालेछ त्यहाँ भित्र अब कार्यालयमा चाहिँ तपाईँको क्षति पुग्ने हो कि राजावादीबाट डर थिएन है उनीहरूलाई सोध्नुहोस् फेरि। त्यो चाहिँ कस्तो भने घुसपैठियाहरूबाट चाहिँ सावधान हुन खोज्या हुन् प्रहरीहरू।
ज्यान त बाबा त प्रहरीको नि ज्यान हो नि। हिजो 10 वर्षमा कति चाहिँ प्रहरीलाई मारे ल हेर्नुहोस् त। भन्नु न, हजारौँ प्रहरी निर्दोष बिचराहरू भात खाएर सुतेका ठाउँमा पनि छ्याकछ्याक हान्दै मारे नि त। जिउँदै जलायो भने के प्रहरीमा, प्रहरी चौकीमा चाहिँ जिउँदै जलाएका होइन यिनीहरूले, यिनीहरूको हिस्ट्री त्यो होइन। अनि राजावादीले त्यो गर्न सक्छन् भने मैले भने त राजावादीले आफैले त माखो पनि मार्दैनन् भने यो सबै घुसपैठियाहरूको काम हो। दुर्गा पर्साईको कुरो यस्तो, दुर्गा पर्साई जस्तो त्यो जुन घोषणा सभा थियो नि त, घोषणा सभामा उनलाई चाहिँ के छ भन्दाखेरि सर्लक्कसँगले आइदिया भए त केही लफडा नहुने हो नि त। दुर्गा पर्साईलाई चाहिँ साइबरमा अर्को एउटा चाहिँ तपाईँको चाहिँ अहिले त के तेस्रो लिङ्गी भन्नुपर्छ अरे होइन, त्यहाँ कता कता के भने दुर्गाले भनेर त्यहाँ साइबरमा अलरेडी उजुरी परेको छ। यो सबै सेटिङ हो कि साइबरमा खासै चाहिँ तपाईँको कारबाही केही पनि हुनेवाला होइन। दुर्गालाई चाहिँ अब के गर्ने भन्दाखेरि पक्राउ पूर्ति जारी गरे, ठिक छ, पक्रिन्छन्, केही समय यसो राख्छन् ओर्छन्, यता चाहिँ आन्दोलन पनि चाहिँ तपाईँको चाहिँ मत्थर पार्ने भन्ने चाहिँ यो त्यो सेटिङ हो भन्ने चाहिँ मेरो आशंका हो। किन बस्ने, मलाई थाहा थियो यस्तै हुन्छ भन्ने कुरो, मलाई थाहा थियो हुने यही हो। अनि यो किन चाहिँ यो सफल हुने किसिमको समिति बनाए भए पो बस्नु। बिचरा संयोजक जो हुनुहुन्छ नि नवराज सुवेदीजी, उहाँको चाहिँ क्यारेक्टरमा मैले चाहिँ तपाईँको चाहिँ दाग लगाउँदिनँ है, लगाउने ठाउँ छैन। तर चाहिँ त्यहाँ भएकाहरू जो जो छन् मैले चाहिँ चिन्छु के ए बाबा भाइरल हुनका लागि बोलेका छन्, अभिव्यक्ति दिएका छन्, जे चाहिँ मन लागेको छ त्यही बोलेका छन्। अनुशासन भन्ने कुरो चाहिँदैन। अनि त्यो भए हुनाले सुरुमै चाहिँ तपाईँको चाहिँ दिउँसो कस्तो हुन्छ र बिहानको चाहिँ तपाईँको चाहिँ समय हेरेपछि थाहा हुन्छ भने जस्तै मैले त्यो देखेर अनि म चाहिँ समितिमा, नत्र त टोलियो म पनि आएको छु है समितिमा म पनि बस्छु भनिहाल्थेँ नि। कुरा बुझ्नुभयो नि। त्यही भएर म चाहिँ यो सितिमिति यो राजावादी अनि यो हिन्दूवादी भनाउँदीहरूको कार्यक्रममा सितिमितिमा उपस्थिति नहुनुपर्ने कारण पनि यो हो कि आफूलाई चाहिँ स्वयं राजाभन्दा माथिका चाहिँ ठान्छन्। थाहा छैन र मलाई यिनीहरूको बानी। अनि यिनीहरूले चाहिँ नि त्यहाँ आगो लाएर पत्रकार मारे भन्दा पत्याउँछु मैले। मान्छे जाँचिन्छ कामैमा, कामै हो जाँचको कसी कुरा हाँक्रा त के हो र कति हाँक्छन् बसेपछि गफ हान्ने मुलाले चाहिँ तपाईँको त्यहाँ गएर गाडी चलाउन सक्छ। ए बाबा मैले भने त राजावादीहरूको चाहिँ चरित्र कस्तो छ, चित्र कस्तो छ त मलाई थाहा छ कि, मैले नाडी छामेको छु। मैले अघि नै यहाँलाई निवेदन गरेँ नि, माखो मार्न सक्ने ल्याकत छैन, यिनीहरू गाडी चलाउँछन् भन्दा मैले पत्याइदिनु पर्ने के कुरो गरे। त्यो एउटा चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि एउटा भिडियो अहिले मेरो खुब भाइरल भएर छ। राजेन्द्र लिङ्गदेनजी जो हुनुहुन्छ नि राप्रपा अध्यक्ष, उहाँले चाहिँ नि अब राजा चाहिँ ल्याइहाल्ने, आजै ल्याइहाल्ने भन्ने चाहिँ अभिव्यक्ति दिनुभएको छ। अनि फेरि त्यो मोटरसाइकलमा टक्क चढेर छ नि, ल अब लाग्यो नारायण हिटीतिर, अब राजा ल्याइहाल्ने, आजै ल्याउने, भोलि नि ल्याइहाल्ने, अन्त टिकटक गर्ने अब कसरी बनाएको छन्। अनि मैले चाहिँ अर्कै प्रसङ्गमा भनेको थिएँ कि यी ल्याइस राजा भनेको थिएँ होइन, त्यो अहिले खुब भाइरल बनाएका छन्। अवस्था त्यस्तो छ, म चाहिँ पत्याउँदिनँ। यी राजावादीलाई राजा ल्याउँछन् भन्दा चाहिँ म चाहिँ बरु चाहिँ नि यो असारमै तपाईँको चाहिँ के छ भन्दाखेरि धान रोपेर साउनमै चाहिँ पाएको अरे त्यो प्रविधि आएछ भने त बरु पत्याइदिउँला। अथवा केपी शर्मा ओलीले फलाना फलाना भ्रष्टाचारका चाहिँ काण्डमा मुसिएका भ्रष्टाचारीलाई चाहिँ कारबाही गरे भन्दा बरु पत्याइदिउँला। हो त्यो ललिता निवास प्रकरणमा चाहिँ नि केपी शर्मा ओलीले माधव कुमार नेपाल, बाबुराम भट्टराई, विजय कुमार गच्छेतरलाई चाहिँ नि एरेस्ट गरे अरे भन्दा बरु म पत्याइदिउँला। 70 करोड काण्डका गोकुललाई कारबाही गरे अरे भन्दा पत्याइदिउँला। राजावादीले राजा ल्याउँछन् म चाहिँ पत्याउनेवाला छैन। फगतको आन्दोलन हिजो आन्दोलनै होइन भने कि कस्तो बुझिराख्नु भएको छैन। घोषणा सभा थियो, बिथोलो राज्यले, सरकारले बिथोलो। हिजोको चाहिँ जे जति क्षति भएको छ नि मैले त हिजो पनि भनेको छु, यो सबै चाहिँ तपाईँको सरकारले जिम्मा लिनुपर्छ। स्वयं घरधनीले पनि त्यही भनिरहेको छ। अनि अर्काको घरमा चाहिँ तपाईँको बिना अनुमति चाहिँ प्रहरी चाहिँ लान दिने हो त्यहाँ? ल भन्नुहोस् त। अब अहिले पक्राउ पूर्ति जारी अरे, दुर्गालाई खोजिया छ अरे पुलिसले। कहिले चाहिँ नि कहाँ चाहिँ नि तपाईँको चाहिँ नि उहाँ मैसेपाटीमा चाहिँ लोकेसन ट्र्याक भयो अरे भन्छ, कहिले कुपन्डलमा भयो अरे, कहिले ठमेलमा भयो अरे। त्यो त एउटा पठाउलाई चाहिँ नि लाटो छ र दुर्गा, त्यो पठाउवालालाई चाहिँ भाइ यो घुम है, अनि ठाउँ ठाउँमा चाहिँ यसो अन गर्दै अनि फेरि अफ गर्दै बाइक चाहिँ कुदाइराख है। कहाँ खोजिराखे प्रहरी दाजुभाइ हो, ए टाउकोट बालकोटमा गएर चाहिँ जानु न। त्यहाँ बालकोटमा जाँदा चाहिँ बरु चाहिँ धेरै समय खर्च नगर्नु, साधन स्रोतको चाहिँ दुरुपयोग नगरौँ, बालकोटमा जानुहोस्, दुर्गा त त्यही छ। कस्तो यसरी नि भने नेपाली भनेको नि बुझ्नु भएन। बालकोटमा गएर चाहिँ अनुसन्धान गरे त्यतै भेटिन्छन् दुर्गा। कहाँ कुदिराख्यो 10तिर।
ल हेर्दै जानु न 60वटा कोटा MBBS को BNC मेडिकल कलेजलाई थप 1.5 अर्ब माफी बिना राज्यले गर्यो भन्ने चाहिँ समाचार सुन्नुभयो भने आश्चर्य नमान्नु है। कुरो क्लियर छ। जोसुकै चाहिँ नेतृत्वकर्ता चाहिँ एरेस्ट भए पनि पक्राउ परे पनि कुटाइ खाए पनि चुटाइ खाए पनि जनता नै जागेको अवस्था छ। जनताले आफ्नो नेतृत्व आफै छान्छ। आफै चाहिँ आन्दोलनको चाहिँ अब जनताले नै के छन् भन्दाखेरि नेतृत्व गर्छन्। अति भो अति रूपेण बेसिता अति गर्वेण रावण अतिर्दानी बलिर्बद्धो अति सर्वत्र वर्जयत भनिन्छ। त्यसो भए उनीहरूले जनताहरूले नै अब आन्दोलनको नेतृत्व गर्छन् आफै परिचालित हुन्छन्। अनि राजा किन सडकमा आउनु पर्यो? जनताको माग भयो भनेदेखि राजा आइदिन्छन्। जनताको माग हुनु पर्यो नि त। जस्तो अब अहिले यिनीहरू कति साह्रो डराएका भने पासपोर्ट पनि जफत भन्ने गरे त भइगयो अनि एरेस्ट पनि गर्ने भन्दै थियो गरे त भइगयो नि त। के अभियोग लाएर चाहिँ एरेस्ट गर्ने अरे भने के अभियोग चाहिँ के अरे? ए बाबा हिजो आन्दोलनै होइन भने आन्दोलन त सरकारले गरिदियो नि त। हिजोको आन्दोलन त सरकारले गरे हो नि कहाँ जनताले गरे हो? जनता त आनन्दले चाहिँ बसिया छन् त्यहाँ। त तपाईँहरूले खिचिराख्नु भएको छ त्यहाँ रिपोर्टिङ गरेर जानुभएको रहेछ। अनि तपाईँको चाहिँ नि के छ भन्दाखेरि विभिन्न यति अग्निकाण्डदेखि लिएर होइन यो त्रिपाली के छन् नि काण्डै काण्ड वाइट बडीदेखि लिएर न्यारो बडीसम्मका यो कसले लुट्या? वर्तमान सरकारको नेतृत्व गर्ने चाहिँ उनीको चाहिँ नाम आइरहेको छ सामाजिक सञ्जालमा। अनि मैले भनिनँ राजावादीले तपाईँको चाहिँ यहाँ राखेको चाहिँ तपाईँको टेबलको चिया त सुरुपा पारेर चाहिँ अर्काले खुवाइदिए हुन्थ्यो भन्ने त्यो खालका सोखिन छन् होइन। अनि त्यहाँ चाहिँ यसो टेबलमा चाहिँ बसेर चाहिँ यसो खाजा नास्ता खाँदाखेरि पैसा कसले तिर्नेमा होडबाजी गरेर हतार आफू गर्छन् होइन। अनि लुट्न जाने छन् त यिनीहरूले। लुट्नु पर्दैन क्या राजावादीहरूलाई। राजावादीलाई बदनाम गराउनको लागि आफ्नै कार्यकर्ता चाहिँ परिचालन गरे हुन्। कुरो क्लियर छ होइन। मैले अघि नै तपाईँलाई जवाफ दिइसकेँ त। अब जनता नै जागिसके पछाडि जनताले आफ्नो नेतृत्व आफै छान्छ। कुरा बुझ्नु भएन? होइन हिजो त होइन आज त नगर्ने नि भने हो नि त। अब आन्दोलनका चाहिँ तपाईँको चाहिँ चरणहरू अब चाहिँ फर्स्ट फेज सेकेन्ड थर्ड हुँदै चाहिँ नि अगाडि बढ्छ नातिनुहोस्। अनि जहिले पनि त उल्टो छ नि त। उनीहरू जे बोलेको छन् 46 देखि अहिलेसम्म सुल्टो कहाँ भएको छ? सुशासन ल्याउँछु ल्याए उल्टो कुशासन। विकास भन्छन् विनाश। रोजगार भन्छन् भएका चाहिँ रोजगार दिने ठाउँहरू सबै चाहिँ दोस्त रोजगारको ठाउँमा बेरोजगार। अनि के चाहिँ बोलेको के चाहिँ पुर्या छ? ठ्याक्कै जे बोल्छन् उल्टो बुझ्नुपर्छ क्या हामीले। कुरा बुझ्नु भएन? ठ्याक्कै उल्टो बुझ्ने उल्टो कुरा बुझ्नु भएन? तपाईँको चाहिँ नि त्यो कहिलेकाहीँ तराईतिर चाहिँ बाढी पसेर चाहिँ वितण्डा मचा हुन्छ नि त्यहाँ चाहिँ तपाईँको तटबन्धनको चाहिँ कार्यक्रम गर्न छाडेर तपाईँको चाहिँ मुगु र चाहिँ तपाईँको कर्णालीका डाँडामा चाहिँ नि तपाईँको चाहिँ भेउटार बनाउने कुबुद्धि पलाएका बज्र स्वाटले भनेका कुरा अझै पत्याउनुहुन्छ तपाईँहरू। म चाहिँ पत्याउँदिनँ है। म चाहिँ पत्याउँदिनँ। म चाहिँ पत्याउनुवाला छैन। ठ्याक्कै उल्टो के। त्यसमा उनीहरूले अब मैले चाहिँ तपाईँको पहिलेदेखि नै सङ्गत गरेँ उनीहरूले यसो चाहिँ नि तपाईँको चाहिँ साधारण एउटा चाहिँ कार्यकर्ताको हैसियतले चाहिँ नि हल्का फुल्का चाहिँ यसो हिँडिन्थ्यो नि त। त्यो बेलादेखि मैले जाने मान्छे यिनीहरू के कतिसम्म गिर्छन् कतिसम्म के गर्छन् आफ्नो चाहिँ अभिष्ट पुरा गर्नका लागि यिनीहरूले केसम्म चाहिँ निजसम्म हरकत गर्छन् भन्ने कुरो मैले देखाएको छैन र प्रत्यक्षदर्शी हो नि म त। त्यसो भए उनीहरूले यिनीहरू जे भन्छन् ठ्याक्कै उल्टो बुझ्ने। हामीले कुरा त्यसरी बुझ्नुपर्छ कि 51 सालमा नि मनमोहन सरकारको चाहिँ पालामा एउटा नारा थाहा छ तपाईँलाई? आफ्नो गाउँ आफै बनाऊ भन्थे नि। त्यो चाहिँ भूतपूर्व चाहिँ सूचना तथा सञ्चार मन्त्री श्री शमशेर राणाको चाहिँ त्यो ड्राफ्ट हो कि आफ्नो गाउँ आफै बनाऊ भन्ने है। त्यो एमाले ठ्याक्कै टिप्यो आफ्नो गाउँ आफै बनाऊ भनेको छ नि। अब आफ्नो नेतृत्व आफै बनाऊ जनताले गर्ने त्यही हो। अब राजावादीले के गरेका छन् भने के गरेका चाहिँ के छन् भने 2-4 जनाले गरे। असली राजावादीले पनि गरेका छन् है। त्यो नगरेका चाहिँ म भन्दिनँ। जसलाई होइन त्यो चाहिँ तपाईँको चाहिँ प्रहरीले तिनीहरूलाई नियन्त्रणमा लिइसकेको अवस्था छ। जस्तो 10 लाख जरिमाना चाहिँ महानगरले तिराउने भयो भने 9,50,000 सरकारले बिहोर्नुपर्छ। 50,000 चाहिँ राजावादीले बुझाउँछन्। कुरा त्यही हो। किनभने राजावादीहरूले भने त क्रियाको प्रतिक्रिया मात्रै जनाएको आफू चाहिँ मुन्डभेडमा गएनन् है। कति तिराउँछ? 1 करोड जरिमाना लगायो भने 95 लाख होइन त्यो उसले तिर्छ सरकार। ओली नेतृत्वको सरकारले बुझाउँछ महानगरलाई। 5 लाख त राजावादीले नै बुझाए हुन्छ।